यीशु तिमी मेरा जीवन का साथी, साथ दिन्छौ हर क्षण हर घडी। यीशु तिमी मेरा जीवन का साथी, साथ दिन्छौ हर क्षण हर घडी। छोड्दैनौ कहिले पनि हितैषी मित्र बनी। भुल्दैनौ कहिले पनि। धन्यवाद सप्रभुजी। केही हामी भजनहरू गाउनेछौँ। स्तुति प्रभु तपाईँको महिमाको निम्ति तपाईँको उपस्थित रहेको होस्। धन्यवाद। जसले गर्दा हामी साझेदार भई परमेश्वरको सहायताको साथ उहाँको काम गर्न सकौँ, साथै यस नानीलाई प्रभुको आज्ञा वा शिक्षामा साँचो भक्त बनाउनमा सहायता गर्न सकौँ। हामी यस बालकको निम्ति आशिष र बाबुआमाको निम्ति प्रार्थनामा उसलाई प्रभुको भयमा हुर्काउनको लागि क्षमता पनि माग्नेछौँ। जसरी यसुले पनि केटाकेटीहरूलाई आफ्नो अँगालोमा लिएर आशिष दिनुभयो र उनीहरूमाथि हात राख्नुभयो। यसरी हामीले बाइबलबाट पाठ गर्नेछौँ। व्यवस्था 6:4-7 के यो बालकलाई ख्रिस्टमा विश्वास गर्ने उमेरसम्म तपाईहरूले खाना लाउन, शिक्षा दिन, उपचार गर्न आदि सबै कुरामा सक्दो जिम्मेवारी निभाउनुहुन्छ? गर्छौँ है। हामी ताली बजाउनेछौँ। उहाँहरूले चाहिँ दुईवटै कुराहरू अभिभावकको दुईवटा जिम्मेवारी हो। पहिलो जिम्मेवारी बालकलाई सङ्गतिमा डोर्याउने, परमेश्वरमा उनीहरूले हुर्काउने, परमेश्वरको भय अनि आज्ञामा जिउन सिकाउने, त्यो पनि प्रतिज्ञा गर्छु भनेर अनि वाचा गर्नुभयो। त्यस्तै उसको सबै भौतिक खाँचोका कुराहरू, खाना लाउन, शिक्षा दिन, उपचार गर्न जे पनि आवश्यकता कुराहरू पनि हामी जिम्मा लिन्छौँ भनेर है। अब यसको नाम के राख्ने त? नाम छ कि होइन? यसको नाम के राख्ने के सोच्नु भएको छ है? इम्मानुएल है। सुन्नुभयो? म पिता, पुत्र, पवित्र आत्माको नाउँमा यस बालकको नाउँ आजदेखि इम्मानुएल हुनेछ भनी घोषणा गर्दछु। हामी ताली बजाउनेछौँ। आउनुहोस् हामी यस बालकलाई प्रभु यीशु ख्रीष्टको नाउँमा प्रार्थनाका साथ अर्पण गर्नेछौँ। हामी सबै प्रार्थनामा सहभागी हुनेछौँ। हे दयालु परमेश्वर पिता, जसरी तपाईँले यो परिवारमा यसरी सोलोमन अनि रुथको जीवनमा यो बालकलाई इनामको रूपमा, उत्तराधिकारको रूपमा आज दिनुभएको छ, हामी तपाईँलाई हामी धन्यवाद चढाउँदछौँ अनि तपाईँ समक्ष धन्यवादी हृदय लिएर आउँदछौँ। अब यस बालकलाई हामी पिता, पुत्र र पवित्र आत्माको नाउँमा अनि तपाईँको हातमा हामी समर्पण गर्दछौँ। तपाईँले नै यसलाई आत्मामा डरो हुनमा, शरीरमा पनि स्वस्थ हुनमा अनि ज्ञान अनि बुद्धिले भरिएर तपाईँको भएर मानेर जिउने छोरा तपाईँले बनाउनुहोस्। अनि आजदेखि यस बाबु इम्मानुएल नाउँले चिनिनेछ। प्रार्थना चढाउँदछौँ। तपाईँ परमेश्वरले नै मार्गदर्शन गरिकन प्रत्येक दिनको जीवनमा ठिक प्रकारले हुर्कदै बढ्दै तपाईँको महिमा गर्नको निम्ति तपाईँले चलाउनुहोस् प्रभु। धन्यवाद दिँदछौँ अनि प्रभु तपाईँलाई बालक समर्पण गर्दछौँ। पिता, पुत्र, पवित्र आत्माको नाउँमा येशू प्रभुको नाममा प्रार्थना गर्दछौँ। जसरी तपाईँले यो बालकलाई परमेश्वरका समर्पण गर्नुभयो हैन, अनि यसरी नै अब जब तपाईँलाई म दिँदैछु, तपाईँले अघि प्रतिज्ञा गर्नुभयो अनुसार
आफ्नो जिम्मेवारीका साथ यसलाई तपाईँले हुर्काउनु हुनेछ अनि प्रभुको आज्ञाअनुसार उहाँको भयमा जिउनलाई यसलाई तपाईँले सिकाउनु हुनेछ। हामी बुवा आमाको निम्ति प्रार्थना गर्नेछौँ है। हामी सबैजनाले उहाँको निम्ति प्रार्थना गर्नेछौँ। हे स्वर्गमा बस्नुहुने महान दयालु जीवित परमेश्वर, तपाईँले आजको दिन विशेष प्रभु यो समय तपाईँको चरणमा आउने मौका दिनुभयो अनि प्रभु अनि यहाँनिर भाइ सोलोमन अनि बहिनी रुथको जीवनमा दिनुभएको आशिष अनि इनाम तपाईँले दिनुभएको उत्तराधिकार जुन बालक इमानुएललाई तपाईँको हातमा हामी राखेका छौँ अनि प्रभु यो बुवा आमालाई विशेष तपाईँको हातमा राख्दछौँ प्रभु। यसको सबै भौतिक आर्थिक सबै आत्मिक खाँचोहरू पुरा गर्दै तपाईँको डर अनि भयमा हुर्काउन बढाउनको निम्ति यी बाबु आमालाई तपाईँ परमेश्वरले नै सहायता मद्दत गर्नुहोस्। ओ सबै समय तपाईँ परमेश्वरले नै प्रभु यिनीहरूलाई अगुवाई गर्नुहोस् प्रभु। ठिक प्रकारले उनको निम्ति एउटा उयोको जीवन जिउँदै अनि बालकलाई पनि तपाईँ परमेश्वरको आज्ञाअनुसार जिउनमा हो प्रभु सिकाउँदै प्रतिदिनको जीवनमा सिकाउँदै हो प्रभु यसलाई एउटा असल तपाईँ परमेश्वरको छोरा भएर जिउनमा तपाईँको राज्यको निम्ति हो प्रभु असल सिपाही भएर जिउनमा तपाईँ परमेश्वरले नै सहायता मद्दत गर्नुहोस्। हो प्रभु यी बाबु आमालाई पनि तपाईँको हातमा राख्दै आशिष माग्छौँ यीशु प्रभुको नाउँमा। म एक्लै दुखित हुँदा पीडाले छटपटिरहँदा म एक्लै दुखित हुँ हर्छन् हर घडी यीशु तिमी मेरा जीवन का साथी साथ दिन्छौ हर्छन् हर भौतारी हिँड्दा मन मनै म रोइरहँदा म एक्लै भौतारी हिँड्दा मन मनै म मेरो पीरलाई बुझिदिने मेरो आँसुलाई पुछिदिने